एभ्रिवान नमस्ते। आज चाहिँ हाम्रो घरमा भान्जीहरू आउनु भएको छ हैन। अनि त्यसको उपलक्ष्यमा हाम्रो चाहिँ आज खानाहरू अलि स्पेशल खानाहरू पाक्दै छ। के पाक्दै छ आजको भिडियोमा है त। सबैजनाले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हाम्रो चाहिँ बिहानीको नास्ताको रूपमा यो मकै पोल्दै हुनुहुन्छ हाम्रो यो घरको डनले। अनि यसरी पाक्दैछ हाम्रो चाहिँ मकै हैन। आधा चाहिँ पहिले पारेको है बटलाइसकेको छ कि हाम्रो चाहिँ यस्तो सिस्टम छ। हाम्रो यी मैतालो हुनुहुन्छ हैन, उहाँ चाहिँ मलाई फोहोर सफा गर्दै हुनुहुन्छ। फोहोर सफा गर्ने जिम्मा उहाँको आजको चाहिँ। यता चाहिँ मकै खाँदै हुनुहुन्छ। हाम्रो यसरी हाम्रो बिहानी यसरी बितिरहेछ। यो हाम्रो चेरी हो हैन, चेरी। यसको बेस्ट मकै है, मकै चाहिँ अति मनपर्छ। चाहिँ यहाँ नपाक्दै मासु पोलेर खाने रे। अनि त्यसपछि यसरी पोल्दै हुनुहुन्छ हाम्रो घरको डनको सेकुवा। डनले सेकुवा बनाउँदै हुनुहुन्छ खसीको मासुको। होइन के होइन। हेलो, यो हाम्रो घरकी के हुने मेरो सानी भान्जी भाइ भन्नु न। अचारको लागि म अचार बनाएको पनि देखाउने छु। यो चाहिँ यसरी तिल चाहिँ बन्यो। अब यसलाई म मिक्सरमा पिस्छु हैन। यो चाहिँ पनिर हाम्रो भेजको लागि, मासु खाने नखाने पनि हुनुहुन्छ। त्यसैले गर्दाखेरि उहाँहरूको लागि चाहिँ पनिर बन्दैछ। दिदी सासुआमा हाम्रो आमाको लागि पनिर बन्दैछ। यो चाहिँ पनिर तारेँ मैले। यसले चाहिँ हाफ फ्राई मात्रै गर्दैछु। धेरै अलिक कडा हुन्छ कि, अलि धेरै फ्राई गर्यो भने अलिक कडा हुन्छ, त्यही भएर हाफ मात्रै। आलु पाक्यो कि पाकेन होला। एउटा भाँडा ल्याउनु पर्ने नि। पाकेकै छैन त हौ अझै। यो चाहिँ आलु पोल्यो। पाकेकै छैन त भान्जी राम्रोसँग। पाकेको निकाल्छु। सानो चाहिँ पाकेको रहेछ। यो ठुलो चाहिँ पाकेको छैन। यो चाहिँ अचार बनाउनको लागि हो। यो चाहिँ अचार हाम्रो आलुको अचार बन्दैछ। राम्रो
कति मिठो भएको छ। यसलाई चाहिँ म यसो राखेँ। स्याटेलाइट परेको पछाडिबाट। हजुर स्याटेलाइट परेको पछाडिबाट। मासुको लागि रेडी हुँदैछ। सो एक्साइटेड फर द मासु मेड बाई माइजू। यहाँ चाहिँ रहेपछि हाम्रो प्यारी बुनु सार्विका साबु के खानु लाग्यो साबु? पनिर खाँदैछु भन्देऊ। पनिर खाँदैछु भन्देऊ। यहाँबाट चाहिँ मेरो भान्जीहरू है ट्विङ्स जस्तो देखिनुहुन्छ। होइन है एउटी प्राप्ति मोटी एउटी पत्लु उहाँहरू चाहिँ काम गर्दै हुनुहुन्छ, आलु पुग्दै हुनुहुन्छ। अनि हाम्रो सानी भान्जी प्यारी सानी भान्जी हुनुहुन्छ है। उहाँ चाहिँ मसँग कास्नुहुन्छ, म अलि लजालु हुनुहुन्छ क्या। दुईटा मस्की मस्की हजुर मजाको महिनाहरू काम लगायो मैले भनेर होला कि होइन कि भन्दैछ पनिर। हाम्रो कराई चाहिँ कस्तो छ, पनिर चाहिँ मिठो हुन्छ है त्यसमा एकदमै। हजुर अनुहार देखाइदिनु। नगर के एक ठाउँ बस्न देऊ कि प्लिज। गरिदेऊ न। गरिदियो छोरी। अर्की हाम्रो यसको पारा छुट्टै छ। चेरीले मेरो नाक खाइदियो। सुत्या थिएँ ढोका खोलेर गयो त्यो बसेर यहीँ रहेछ बस त पप्पै खाइदियो। यसो हेर्छु अन्त चेरी त बसेर पुच्छ हल्लाएर यसो यसो गइरहेको ए मासु लाग्यो पनि पुरा मान्छेको नाक खाइदिएकोस् तैँले? पुरा मान्छेको नाक खाइदिएकोस्? ए नटोक न। ए के टोक्छु मेरो। हाम्रो चाहिँ खानेकुरा रेडी भइसकेको छ। यो चाहिँ सलाद हो होइन, यो भात भइहाल्यो। अनि यो चाहिँ पनिरको तरकारी होइन, अनि यो चाहिँ आलुको अचार, अनि त्यसपछि हाम्रो यो चाहिँ खसीको मासुको रस होइन, ग्रेभी एकदम
टेस्टी टेस्टी छ जस्तो लाग्छ खै अब कस्तो हुन्छ थाहा छैन अहिले खाएपछि थाहा होला होइन यति नै हो अब हामी खाना खान्छौँ सर्भिङ हुँदैछ अझै यो भिडियोले तपाईँलाई के डिस्टर्ब गरेको छ त के पाकिसक्यो आखिर खाना अनि लगाएछ हामी चाहिँ मिठो खाना खान लाग्छ अनि यो चाहिँ माइजूको फर्स्ट च्यानल हो अनि फर्स्ट भिडियो पनि हो त्यही भएर यसलाई चाहिँ धेरै धेरै लाइक सेयर सब्सक्राइब अनि सपोर्ट गरिदिनु होला हेलो गाइस हेलो हाम्रो चाहिँ खाना खाने कार्यक्रम हुँदैछ दिदी खाना खाँदै हुनुहुन्छ सानी भान्जी अनि खाना खाँदै हुनुहुन्छ भान्जीहरू हेर्नुहोस् अनि कस्तो लाग्यो त मिठो छ पकाएको मासु कस्तो छ धेरै मिठो छ स्वादिलो स्वादिलो छ ल ए किन रित्तो रहेछ त यो त गिलास त त्यसलाई त पनिर हाली हुनुहुन्छ यहाँ भेज हुनुहुन्छ त्यही भएर उहाँ पनिरको मात्रै हो यहाँ रसाउनेदेखि लिएर हाल्नेसम्म पनिरको हो यहाँ चाहिँ सबै खाँदै हुनुहुन्छ अब म पनि एकछिनमा खाने हो खाना खाँदैछौँ खाना सरी सबभन्दा अग्लो म भएको छु त उन त अग्लै छु 3 वर्ष भएको बिचारमा ल्याइहाल्छु अझ माथि काट्नु त बाँकी नै छ दुईटा भएको के त्यहाँ माथि रुम र सुमाउँदै छ नै हो मान्छेको खाना